कहाँ भेटै भएर छ त हाम्रो त के नाम हो पार्वती हो अहिलेसम्म हाम्रो भेट भएको थिएन फोनको फोनमै कुरा भएको हो घर कहाँ हो बुटवल भनेपछि हामी फोनमै कुरा गरेर फोनमै डकुमेन्ट्स पठाएर भिसा लगाएर आज आएको ए ओके बुटवल कुन ठाउँ हो ओके अनि कुन कलेजमा जाने हो पार्वती एनजेडएसीमा त्यो हेल्थ केयर कोर्स हो ओके के पढाएको यहाँले चाहिँ नर्सिङ कहिले कोर्स छ एक्सटेन्सन थियो होला होइन एक्सटेन्सन छ नि ए हो हो कलेजले भने होला यो टाइममा मात्रै आउनु भनेर भने होला त्यहाँ लेटर होइन अनि के छ अनि कहिले जाने तयारी हो के हो 19 तारिकको ठिक छ एकदमै कहिले बुटबलबाट कहिले आइयो त अनि ए आजै आएको त्यसले एनओसी ए ओके ओके अनि भाइ चाहिँ ए हो तयारी गर्नु पर्यो नि त भाइको पनि हो तयारी भट्टाबाट बिहा गरे कति भयो 1 इयर भइसक्यो ठिक 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 ए ओके भनेपछि त 19 तारिकको आज अनि एनओसी त अनलाइनै लिएको भए हुन्थ्यो किन नल्या मेरो चाहिँ पहिला रिजेक्सन थियो नि त अनि त्यो रिफन्ड वाला चाहिँ ब्याङ्कले चाहिँ अपडेट नगर्दै रहेछ के तिमी पहिला रिफ्युजल कहाँ भएको क्यानाडाको रिफ्युज भएको थियो दुई पटक रिफ्युज भएको थियो क्यानाडा केमा अप्लाई गरेको थियो क्यानाडामा चाहिँ ए त्यो भिसा रिजेक्सन हुने टाइममा गर्नु गरेछौ कि क्या तिमीले त्यो भयो होला सायद होइन है बाल तिम्रो भिसा आएछ झन् न्युजिल्यान्डको होइन सोधेको थियो नि सोध्यो नि इन्टरभ्यूमा के भन्यो अनेस्टली भन्यो नि तिमीले केही त्यही इमिग्रेसन के भन्यो कसो भन्यो इमिग्रेसन एक्ट भन्यो के हो भनिदियो नि तिमीले ओके ओके इन्टरभ्यूमा जो सोध्यो तिम्रो रिजेक्सन भएको हो के हो भनेर सोध्नु चाहिँ ओके ओके नवरी क्लियर भनिदेऊ सकिहाल्यो भिसाले भिसा दियो एनिवे कङ्ग्रेचुलेसन ल अब तिम्रो गएर त्यो 19 तारिकको रेडी गर 2 हप्ताको एक्सटेन्सन छँदैछ होइन ओके त्यस पछाडि अब अकोमोडेसनको लागि के चिन्जानको छ कि के हो भनिदिनु पर्ने हो कि ल अकोमोडेसनलाई त्यहाँ कुरा गर्न लगाइहाल्नु ओके गरेर अब त्यहाँ साथीहरू पनि छँदैछन् त्यहाँनिर पढ्ने गर्नु अनि अर्को चिज त्यो लेभल 7 कोर्स सकिसकेपछि अब तिमीले त्यही सेक्टरमा जब पायो भने वर्कमा कन्भर्ट गर्ने हो 2 वर्षको 3 वर्षको वर्क पर्मिट हुन्छ त्यहाँ त्यही फिल्डमा काम पायो भने कलेजले त्यहाँ चाहिँ इन्टर्नसिपहरू पनि गराउँछ यो गर्छ त्यो सिलसिलामा तिमीले जब प्लेसमेन्ट भएर गर्यो भने गर्ने हो अदरवाइज फेरि चाहिँ हामीले चाहिँ कति वर्षको एक्सपिरियन्स छ तिमीसँग 3.5 वर्ष अब एक्सपिरियन्सको आधारमा र त्यो पढेको आधारमा कुनै कलेजले 3 वर्षमा आइम नट स्योर मास्टर्समा डाइरेक्ट एडमिसन दिन्छ कसैले चाहिँ लेभल 8 गर्नुपर्ने हुन्छ फेरि भोलिको दिनमा त्यो कुनै पनि परिस्थिति केही गर्नु पर्यो भने तिमीले चाहिँ हामीलाई कन्ट्याक्ट गर्ने अहिले हाम्रो कन्ट्याक्ट अफिस ती पनि छ एलआइए अफिसर हाम्रो छ त्यहाँ लयर छ सँगै हैन एकजना डेलिगेटेड स्टाफ ती छ फोन नम्बर हुन्छ नभए हाम्रो नम्बर छँदैछ व्हाट्सएपमा युवाखेरि गर्ने के गर्ने कसो गर्ने भनेर सल्लाह हामीलाई गरिहाल्ने कोर्स चेन्ज गरिदिनु पर्यो भिसा हालिदिनु पर्यो तिमीलाई अथवा त्यो 1 इयर पढिसकेपछि वा मास्टर्स गर्नु पर्यो वा मास्टर्स भएन के गर्नु पर्यो त्यो सबै हामी तिमीलाई सर्भिस दिन्छौँ गर्नु पर्यो त्यहाँ फेरि अरू एलआईएले $1000 पैसा माग्छ तिर्ने होइन हामीलाई कन्ट्याक्ट गर्ने केही गर्नुभन्दा अगाडि के गर्नु कलेज चेन्ज गर्नु पर्यो कोर्स चेन्ज गर्नु पर्यो कहाँ अर्को बढुवा गर्नु पर्यो घटुवा गर्नु पर्यो के गर्नु पर्यो सबै थोक सम्पर्क गरिहाल्ने विदाउट फ्री अफ कस्ट हामी तिमीहरूको काम गर्छौँ बुझेनौ ओके ल अहिले राम्रोसँग जाऊ
गएर 19 तारिकको तयारी गर र भाइको लागि पनि तयारीमा लाग्ने। ओके ल जाऊ ल है त ल भाइ ल भाइ ल।